साथीहरू नमस्ते। अब यो भिडियोको जुन कन्टेन्ट मैले धेरै रिसर्च गरेर चाहिँ तयार पारेको हो अनि यो भिडियोलाई चाहिँ सबैजनाले मन पराइदिनुहुन्छ भन्ने आशा बोकेको छु। यो भिडियोमा चाहिँ मैले चाहिँ एउटा मुख्य कन्टेन्ट के राखेको छु भने यदि हाम्रो देशको चाहिँ हरेक नागरिक जति पनि नागरिक चाहे त्यो सरकारी गैर सरकारी या किसान या डॉक्टरी या जुनसुकै पेशामा भए पनि यदि हाम्रो देशका हरेक नागरिक चाहिँ मात्रै 1 वर्षको लागि यदि पूर्ण रूपले यदि इमानदारीता कायम गर्न सकियो भने नि हाम्रो देश चाहिँ जति 50 वर्षमा चाहिँ प्रगति गर्न सक्दैन त्यति 1 वर्षको इमानदारीले नै हाम्रो देश चाहिँ प्रगति गर्न सक्छ। यही विषयमा चाहिँ यो भिडियोमा चाहिँ म चाहिँ छलफल गर्नेछु। यदि हाम्रो देशको कुरा गर्दाखेरि हाम्रो देशको मुख्य समस्या जुन बाहिरबाट जुन हेरिन्छ नि गरिबी या हाम्रो देशमा स्रोतको कमी छ हैन, बाहिरबाट हेर्दाखेरि यस्तो लाग्छ, तर मेन अभाव भनेको त्यो होइन। मेन अभाव भनेको कहाँनिर देखिन्छ भने जुन जति स्रोत छ त्यो स्रोतको चाहिँ दुरुपयोग र भ्रष्टाचार, यो दुईटा कारणले गर्दाखेरि नि हाम्रो देश चाहिँ अहिलेसम्म पनि पछाडि नै परेको छ। हाम्रो देशमा यस्तो होइन कि हाम्रो देशमा यदि बजेट छैन भन्ने कुरा छैन, बजेट पनि छ, स्रोत पनि छ, क्षमता पनि छ, तर त्यसलाई जुन अहिले सही ठाउँमा पुर्याउनको लागि हामीमा इमानदारीता र जवाबदेहिता छँदै छैन। एक क्षणको लागि चाहिँ हामी चाहिँ कल्पना गरौँ, यदि हाम्रो देशको हरेक नेपाली नागरिक चाहे वो नेता होस् या अभिनेता होस् या कर्मचारी होस् या व्यापारी होस् या किसान होस् या शिक्षक होस् या विद्यार्थी होस् 1 वर्षका लागि मात्रै यदि 100% यदि इमानदार भएर यदि काम गरिदिन्छ भने नि एकदम म यति भन्छु कि होइन हाम्रो देशमा एकदम अकल्पनीय गतिमा चाहिँ परिवर्तन हुन्छ। यसमा कुनै शंका छैन। यदि इमानदारीताको शक्ति यति चाहिँ पावरफुल हुन्छ